जर्सी नम्बर 1 गुल्मीको खेलाडी मित्रबाट उसको फाइदा गुल्मीलाई नै नम्बर भने 5-0 गुल्मीको 5 भने सुदूरपश्चिम समाजको 0। यति बेला भलिबल खेल भइरहेको छ। हामी टिटन पार्कमा फाइदा सुदूरपश्चिमलाई नै छौँ। अहिले खाता नम्बर खोल्न सफल भएको छ सुदूरपश्चिमले। नम्बर थपेको छ आफ्नो खातामा। सुदूरपश्चिमको 1 भने गुल्मी समाजको 2 सरी 5। राम्रो टेक्निकल गेम गुल्मीबाट फाइदा गुल्मीलाई नै 6-1 नम्बर भने 5 अङ्कको अन्तर छ सुदूरपश्चिम वर्सेस गुल्मीको छ यतिखेर गेम। 1 सेट भने सुदूरपश्चिमले हात पारेको छ। यो दोस्रो सेट हो हेरौँ। राम्रो स्ट्राइक गुल्मीबाट फाइदा गुल्मीलाई नै नम्बर गुल्मीतर्फ 7-1 जर्सी नम्बर 3 सर्भिस गुल्मीबाट राम्रो सर्भिस बल उठेन फाइदा गुल्मीलाई नै। गुल्मी भने 8 सुदूरपश्चिम 1 फेरि अङ्कको अन्तर छ यतिखेर। निकै राम्रो सर्ट प्रार्थी हो सुदूरपश्चिमबाट। बल उठ्न सफल भएको छ तर फेरि फाइदा गुल्मीलाई। यसको गुल्मीले आफ्नो खातामा 9 पुर्याएको छ भने सुदूरपश्चिम 1 सुदूरपश्चिमको 1 रहेको छ भने बल भने आउट सर्भिस सुदूरपश्चिमलाई आउट हुन पुग्यो। फाइदा सुदूरपश्चिम समाजलाई। राम्रो स्ट्राइक गुल्मीबाट फाइदा गुल्मीलाई नै 10-2 8 अङ्कको अन्तर छ गुल्मी भर्सेस सुदूरपश्चिम। सर्भिस गुल्मीबाट जर्सी नम्बर 1 हल्को सङ्केत रेफरी जानकारी 11-2 गुल्मीको 11 सुदूरपश्चिमको। तमु समाजको टिम क्याप्टेन जहाँ हुनुहुन्छ यहाँ हामीलाई सम्पर्क गरिदिनु होला। तमु समाजको ओहो निकै राम्रो सर्ट प्रहार गुल्मीको तर्फबाट फाइदा। सर्भिस गर्ने पालो गुल्मीको। फाइदा गुल्मीलाई। गुल्मीको 13 सुदूरपश्चिमको 2 फेरि 14-2 गुल्मीले निकै राम्रो सर्भिस प्रहार गर्यो। तर जति सोचे बराबरको अहिले चाहिँ राम्रो खेल्न सकिरहेको छैन सुदूरपश्चिम भने गुल्मी समाज निकै। जर्सी नम्बर 2 गुल्मी खेलाडी मित्रबाट फाइदा गुल्मीलाई नै 15-2 ओहो राम्रो सर्भिस तर बल भने जानेमा फाइदा सुदूरपश्चिमलाई। सुदूरपश्चिमले धेरै समयपछि आफ्नो खातामा नम्बर थपेको छ। नम्बर अन्तर नम्बर 3-15 गुल्मीको बल आउट। 16-3 गुल्मीको। राम्रो स्ट्राइक सुदूरपश्चिमको थियो तर बल बाहिरियो। यसको फाइदा गुल्मीलाई। गुल्मीले नम्बर लगेको छ 17-3 राइट। सर्भिस राइट। यसको फाइदा गुल्मीलाई 18-3।
ओहो निकै राम्रो सर्ट। गुल्मीको खेलाडी मित्र जर्सी नम्बर 2 बाट फाइदा गुल्मीलाई 19-3 हुन सफल भएको छ। गुल्मी समाजको 19 भने सुदूरपश्चिमको 3 रहेको छ। यो खेलमा राम्रो खेल प्रदर्शन गर्न सकेन सुदूरपश्चिमले, फाइदा गुल्मीलाई। अहिले भने निकै राम्रो खेल भइरहेको छ, निकै ओहो फाइदा अनुसार फल भएको छ, फाइदा सुदूरपश्चिमलाई। सुदूरपश्चिमले धेरै अन्तर्गत 4-19 छ। ओहो स्ट्राइक बल आउट हुनुभएको छ। 5-19 जर्सी नम्बर 4 बाट सर्भिस गुल्मी। ठोक्यो एकदमै राम्रो शट प्रहार। ओहो ओहो निकै राम्रो गुल्मीको प्लेस हुन पुगेको छ। 21-5 गुल्मीले नै हात पारे यतिखेर। ओहो राम्रो स्ट्राइक थियो। तमु समाज टिमका केन्द्र एस टिमको मेरो बराबर सुन्दै हुनुहुन्छ भने यतिखेर तमु समाज र एस टिमका ओहो निकै राम्रो सर्ट प्रहार थियो, तर गुल्मीबाट बल जालीमा पर्न सफल। यो फाइदा सुदूरपश्चिमलाई। सुदूरपश्चिम 7-21 नम्बर भने 7-21। ओहो निकै राम्रो सर्ट प्रहार थियो, तर चेक भएको छ। 8-21 सुदूरपश्चिमको 8 गुल्मीको 21। निकै राम्रो खेल भइरहेको छ अहिले। ओहो 9-21 सुदूरपश्चिमको 9 गुल्मी समाजको 21। तर खतरा हो यो अहिलेको चाहिँ। ओहो चेक आउट। बल भने आउट। राम्रो स्ट्राइक थियो गुल्मीको खेलाडी मित्रबाट, तर बल भने बाहिरियो। फाइदा सुदूरपश्चिमलाई। नम्बर भने 10-21 लगातार 5 गरे सुदूरपश्चिम। ओहो निकै राम्रो सर्ट प्रहार गुल्मीको समाजको तर्फबाट। 22 ड्युटीमा हुनुहुन्छ भने सुतेर हेर्नु होला। यार तपाईँ फेरि भगिन गए बन्नु न यार। राम्रो सुदूरपश्चिमले नम्बर फेरि थप्न सफल। आफ्नो खातामा 11-22 सुदूरपश्चिमको 11 गुल्मी समाजको 22 थियो भने अहिले फेरि नम्बर थप्न सफल भएको छ गुल्मी। अबको टिम भने धादिङ भर्सेस बुर्तिबाङको रहेको छ। अबको टिम भने धादिङ भर्सेस बुर्तिबाङको हुनेछ घम्साघम्सी। ठोक्यो राम्रो स्ट्राइक जर्सी नम्बर 1 गुल्मीकोबाट। फाइदा गुल्मीलाई। गुल्मीले आफ्नो खातामा अब लास्ट पोइन्ट रहेको छ भने सुदूरपश्चिम भने 11 छ। सर्भिस गुल्मीको। ठोक्यो राम्रो स्ट्राइक थियो, तर बल बाहिर। फाइदा गुल्मीलाई। गुल्मीले पनि सफल भएको छ भने 1-1 सेट। गुल्मी 1 सेट। हेरौँ अब भने